हेलो गाइस, हाम्रो केला चाहिँ रेडी भइसकेको छ। गाइस, हेलो गाइस, हाम्रो केला चाहिँ रेडी भइसकेको छ सेल गर्न लग्नको लागि। आज हामी जानेछौँ चल्तेगडा अनि यो केराहरूलाई चाहिँ सेल गरेर ल्याउँछौँ अनि यसको कति पैसा आउँछ अनि तपाईँहरूलाई सबै देखाउनु छ। अनि हाम्रो यो एकदमै राम्रो तरिकाले तयार भइसकेको छ सेल गर्नको लागि। अनि सबभन्दा पहिला चाहिँ म रोटी बनाउँछु, रोटी खान्छु अनि त्यसपछि चाहिँ मिल्नेछौँ चल्तेगडा। गाइस, मैले चाहिँ यो हरियो साग बनाउँदैछु अनि त्यसपछि चाहिँ रोटी बनाउँछु अनि त्यसपछि चाहिँ हामी जानेछौँ चल्तेगडा। रोटी बनाउँछ अनि मिल्छ तपाईँहरूले। सो गाइस, मैले चाहिँ रोटी बनाइसकेको छु अनि यो खान्छ अनि त्यसपछि चाहिँ त्यो केराहरू सेल गरेर आउनेछौँ। सो बनिरहनु होला। म चाहिँ निस्किसकेको छु केला सेल गर्नको लागि अनि मकैको बोटको बिचमा भएर अनि म चाहिँ पुरानै बाटो जाँदैछु होइन। यो पुरानो बाटो हो पहिलाको, जब यो रोड पुगेको थिएन अनि त्यतिखेर चाहिँ यो बाटो युज गर्थ्यौँ कि हामीहरूले त्यहाँ बजार जाँदाखेरि। अनि यता चाहिँ आइल कति हो क्या, सो पानी आउन सक्छ बेलुकातिर। अनि हिजो अस्ति चाहिँ यहाँनिर रोपाइँ लगाउनु भएको थियो अनि हामीले उता माथिदेखि गरेको थियौँ नि भिडियो रेकर्डिङ। हो, मेरो घर चाहिँ यहाँनिर आइसक्यो, यो ढकिसक्यो कि यहाँनिर अगाडिपट्टि। अनि हिजो चाहिँ यो नदीमा पानी धेरैले गर्दाखेरि यता सबै यस्तो भएको छ। सो बनिरहनु होला, उता तल त्यो पुलमा पुगेर तपाईँहरूसँग मिल्नेछु, बनिरहनु होला। यताबाट जान सकौँला त म ट्राई गर्छु, भयो भने ठिकै छ, नभयो भने चाहिँ मैले तलबाट घुमेर जानुपर्छ। अब बाटो रहन्छ। हिजो बेलुका चाहिँ त्यो पानीले गर्दाखेरि सबै बगाएर लग्यो फेरि। त्यतैबाट ट्राई गर्छु। यहाँबाट चाहिँ माथि जानुपर्छ फेरि। गाइस, पुरा भिगिसके। यहाँबाट यस्तो खस्यो भनेर म जान्छु नि फेरि।
हाम्रो डग राजा बस्नु भयो त ल काट्छ कि क्या हो पहिले चाहिँ यहाँनिर थियो बाटो अनि हिजो राति चाहिँ पानीले गर्दाखेरि सबै लगेर गयो सो गाइस फाइनली चाहिँ म यो पुल तरिसकेँ होइन अनि लास्टै गाह्रो भयो कि त्यहाँनिर अनि मैले उता माथि घुमेर आऊँ भन्दाखेरि धेरै समय वेस्ट हुने भयो क्या अनि त्यही भएर चाहिँ म नदीको त्यो छेउमा रिक्सी लगेर गएँ अनि सफल भएँ सो त्यही पसलमा गएर मिलाऊँ अनि यो चाहिँ बत्थली भन्ने ठाउँ हो अनि यहाँ पुगेको छु म अनि हाम्रो डग राजा चाहिँ भुक्दैछ यता काट्छ कि के हो काट्यो भनेर तनाव हुन्छ नि अनि यो पुरानो बाटो चाहिँ सबै यस्तो घाँसै घाँस भइसकेको छ अनि हाम्रो आरु छ यता एउटा आरु खाइदिउँ न होइन सो गाइस म चाहिँ पुगिसकेको छु चल्तेगडा तपाईहरुले हेर्न सक्नुहुन्छ अगाडि अनि धेरै संघर्षपछि चाहिँ म पुगिसकेको छु यता हाम्रो चल्तेगडा म चाहिँ अब केला सेल गर्छु हैन दाइ खै आमा ओ आमा दाइ केला राखिदियो केला 12 रुपैयाँको तीन जोडी छन् छब्बीस 27 28 29 30 31 32 33 34 35 36 को छ यसमा एउटा 10 रुपैयाँ त मूल्य छ किन हके बे हमले तमिल किन्यो भने ठिकै छ तर उनी दगड मिल्दैन मेरो अरु छन् केलामा हामीले सेता ल्याउ बनाउन लागि यो स्याम्पल मात्रै राम्रो बेचिने नि हमले किन हके गले हामी ले खै खाइबा टेस्ट गर त बजे ले सो गाइस फाइनली सेल गरिसकेको छु मैले केला हैन अनि 360 रुपैयाँको बेचे हैन अनि 36 कोसा रहेछ म चाहिँ वापस घर जान आँटेको छु
सो बनिरहनु होला। सो गाइस म चाहिँ रिटर्न भइसकेको छु अनि हाम्रो अगाडि छ हेग्लाको पुल अनि म हिँड्दैछु यस्तो ठाउँमा। घाँस काट्दै हुन्छ। अनि लास्ट क्या जस्तै कि ट्रेकिङ धेरै ट्रेकिङ गरेको जस्तो फिल भइरहेको छ क्या। गर्मीले चाहिँ एकदमै धेरै उ भयो कि गाइस। अनि यहाँनिर म पानी छ थोरै। सो गाइस म चाहिँ घर पुग्न लागेको छु होइन। म चाहिँ घर पुगिसकेको छु होइन। अनि भर्खरै पुगेको। अनि अब चाहिँ टमाटरमा यो घाँसहरू निकाल्नुपर्छ एकछिनमा। पुरै घाँस उम्लिसक्यो होइन। अनि यो साफ गऱ्यो भने अनि बढिया देखिन्छ। टमाटरमा चाहिँ मैले घाँसहरू निकालिसकेको छु होइन। यो हाम्रो खुर्सानीको बोटो अनि जति टमाटरको बोटाहरू छ अनि सबै घाँस निकालिसकेको छु मैले। यहाँनिर छ। अनि यो बिचमा चाहिँ यो बाटो हो कि गाइस त्यही भएर निकालेन। अनि यता चाहिँ उतासम्म यहाँनिर चाहिँ एकदमै ठुलो भइसकेको छ एक गुटो त। बेलुका भइसकेको छ अनि मेरो चाहिँ खाना बन्दैछ त। सिटी लाग्दैछ अनि खाना खाएर चाहिँ सुत्नुपर्छ। सो गाइस आजको लागि यति नै। मिल्नेछौँ नयाँ भिडियोमा। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।